आज चाहिँ मेरो छुट्टीको दिन अनि म चाहिँ सबै काम सकेर सुतिरहेको थिएँ अनि ठ्याक्क बिसा लाएर मलाई उठायो अनि उठ्दाखेरि चाहिँ हल्का भोक लागिरहेको थियो त्यही भएर पास्ता बनाएर खाने भनेर हामी चाहिँ भेजेसहरू किन्नलाई गयौँ अनि अहिले चाहिँ भेजेसहरूको प्राइस अलिकति कम भएछ के अनि हामी किनेर आएर किचन पनि खाली थियो त्यही भएर बनाउन थाल्यौँ अनि जहिले पनि मेरो फुड बनाउँदाखेरि चाहिँ मेरो एक्सपेक्टेसन चाहिँ अर्कै हुन्छ तर लास्टमा बनिन्छ चाहिँ अर्कै नै पास्ता खाएर चाहिँ हामी बुढाबुढी वकिङ गर्नको लागि छेउको पार्कमा गयौँ त्यहाँ पुगेर चाहिँ मैले यो एक्सरसाइज गर्ने मेसिन देखेर मैले पनि ट्राई गरेँ कि अनि आज फेरि यस्तो राम्रो मौसम भइरहेको थियो हामी बसिरहेको थियौँ त्यत्तिकैमा एकजना बेबीले चाहिँ आफ्नो टोय खेल्दा खेल्दै माथि रुखमा अड्काएर रुँदै रहेछ कि अनि सबैजनाले त्यो निकाल्ने ट्राई गरिराख्नु भएको थियो त्यो जुन चिजले त्यो निकाल्ने ट्राई गरिराख्नु भएको थियो लास्टमा त्यो पनि माथि नै अड्किदियो अनि हामीलाई चाहिँ एक दुईवटा सामान किन्नु थियो र हामी चाहिँ निस्क्यौँ त्यहाँबाट सो आजको मेरो छुट्टी पनि यसरी नै बित्यो भन्दै आजलाई यति नै।